दर्शकबिन नमस्कार, तपाईलाई स्वागत छ। यति बेला लेक्साइ टिभी नेपाल हेर्दै हुनुहुन्छ। बुटोलको यो 3 जनाको हत्या केस अथवा ट्रिपल मर्डर केसले अहिले देशमा सनसनी मचिएको छ। कसरी घट्यो त्यो घटना र किन भयो भन्ने कुराहरू धेरैलाई चासोको विषय रहेको छ। आज हामी त्यही विषयको पूरा नालीबेली लिएर आएका छौँ। आखिर संविधान दिवसको दिन आम माफी पाएका ती युवाले फेरि आफ्नी पूर्व पत्नी र अर्का पतितर्फका छोरीहरू किन मारे त, किन यसरी विभत्स हत्या गरियो, यो विषयमा पूरा नालीबेली लिएर आएका छौँ। यो भिडियो अन्तिमसम्म हेर्नुहोला र कमेन्ट गर्नुहोला तपाईले यस विषयमा के भन्नुहुन्छ र यी हत्यारालाई के कस्तो सजाय दिनुपर्छ। पछिल्लो समय आम माफी भन्दै आफूले चिनेका जानेका अथवा आफ्नो नजिक अथवा पार्टीका नजिकहरू छन् उनीहरूलाई आम माफी दिने चलन पनि बढिरहेको छ। रिगल ढकाल, त्यसपछि यो केस, जसले गर्दाखेरि अहिले सनसनी मचिएको छ र सरकारप्रति एउटा असन्तुष्टि पनि जागेर आएको छ, बढेर आएको छ। यसबारे तपाईले आफ्ना विचारहरू राख्न सक्नुहुन्छ। आउनुहोस् यो सुरु गरौँ बुटोल रूपन्देहीको बुटोल उपमहानगरपालिका होराइजन चोक नजिकै भएको ट्रिपल मर्डर केसको पूरा नालीबेली के छ भन्ने कुरा। पहिलो दिन दानापुर ताल घुमफिर गरे, दोस्रो दिन आमा सहित 2 छोरीको घाँटी रेटेर हत्या गरे ती हत्याराले। आउनुहोस् सुरु गरौँ यो घटनाको नालीबेली। रूपन्देहीको बुटोल उपमहानगरपालिका 11 होराइजन चोक नजिकै बुधबार बिहान आमा सहित 2 छोरीको विभत्स हत्या भयो। हत्या भएको करिब 3.5 घण्टापछि प्रहरी आएर अनुसन्धानका लागि घटनास्थल सिल गर्न थालेपछि मिलिजुली पथका बासिन्दाहरू एकाएक आश्चर्यमा परे। बिहानसम्म शान्त रहेको मिलिजुली पथको सुजन निवासलाई पहेँलो पट्टले घेरेर प्रहरी अनुसन्धान अघि बढाएपछि स्थानीयले बल्ल थाहा भयो कि उक्त घरभित्र एका बिहानै विभत्स घटना भएको थियो भनेर। बिहान करिब 4 बजेको समयमा सुजन कोइरालाले आफ्ना पूर्व पत्नी सहित 2 छोरीहरूको विभत्स हत्या गरेको कुरा प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। घरभित्र एउटै बिस्तारामा आमा 35 वर्षीय दिपा बस्याल, छोरीहरू 7 वर्षीय स्नेहा र 4 वर्षीय हिमानी घाँटी रेटिएको विभत्स अवस्थामा मृत भेटिएका थिए। उक्त घटनामा संलग्न भएको आरोपमा 35 वर्षीय सुजनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ। अनुसन्धानबाट खुल्न आउँछ सुजनको विगत पनि आपराधिक नै थियो भनेर। इलाका प्रहरी कार्यालय बुटोलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राणाका अनुसार सुजन आफ्नै दाजुको हत्या गरी जेल समेत बसेका व्यक्ति रहेछन्। विक्रमसम्म 2069 पौष महिनामा आफ्नै माहिलो दाजु सुदीप कोइरालाको हत्या गरेका सुजन 2069 माघ 24 गते कारागार चलान भएका थिए। कारागारमा रहँदा राम्रो व्यवहार गरेको भन्दै विक्रमसम्म 2078 असोज 3 गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट सुजनले आम माफी पाएपछि उनी कारागार मुक्त भएका थिए। कारागार मुक्त भएपछि हस्तकलाका सामग्रीहरूको व्यापार गर्दै आएका सुजनले बुधबार बिहानै आफ्नी पूर्व पत्नी दिपाको हत्या गरेका हुन्। पाल्पाको तानसेन नगरपालिका वडा नम्बर 1 स्थित आफ्नो माइती घरमै बसेर स्वास्थ्य कर्मीको रूपमा कार्यरत दिपाको घर भने पूर्वी नवलपरासीको कावासती रहेको छ। दिपाका श्रीमान शङ्कर ढकाल हाल रोजगारीको लागि दुबईमा रहेका उनका दाजु केशव ढकालले बताएका छन्। यही बेला नै दुबई रहेको बेलामा नै यिनीहरूको प्रेम फेरि झाँगिएको थियो। फेरि पूर्व पतिसँग भेटघाट गर्न सुरु गरेकी थिइन् दिपा बस्यालले। सुजन र दिपा बीच विवाह भएको 4 महिनामा नै सम्बन्ध विच्छेद भएको थियो। उनीहरू बीच प्रेम विवाह भएको थियो। सुजनले आफ्नै दाजुको हत्या गरेपछि दिपाले सम्बन्ध विच्छेद गरेर अहिलेको श्रीमानसँग घरजम गरी बसेको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ। दिपाले सुजनसँग सम्बन्ध विच्छेद नै गरेर कावासतीका शङ्कर ढकालसँग दोस्रो विवाह गरेकी थिइन्। हत्या गरिएका 2 छोरी हाल युएईमा कार्यरत तिनै ढकाल र दिपाका हुन्। यसरी खुल्यो घटनाको पूरा रहस्य। अभियुक्त सुजनलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको हो। उनीहरूसँगै प्रहरी समक्ष खबर पुर्याउने अर्जुन रञ्जनलाई पनि नियन्त्रणमा लिएर प्रहरीले आवश्यक सोधपुछ गरिरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सुजनको घरमा काम गर्न गएर अर्जुनले घटना थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। अर्जुन प्लम्बर तथा वायरिङको काम गर्ने गर्दछन्। अर्जुनलाई अभियुक्त सुजनले किचन कोठामा रिपेयरको काम गर्न भनी बिहान 6 बजे नै घरमा बोलाएका थिए। एका बिहानै सुजनको घरमा आएका अर्जुनले सुत्ने कोठाभित्र विवश अवस्थामा शव देखेपछि स्थानीय देवीनगर प्रहरी चौकीलाई फोन गरेर जानकारी गराएका थिए। देवीनगरबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर अवलोकन गरेपछि इलाका प्रहरी कार्यालय बुटोलमा खबर गर्यो। यस लगतै जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप बहादुर छेत्री आफू स्वयं उपस्थित भएर घटनाको आवश्यक अनुसन्धानको प्रक्रियालाई अगाडि बढाएका थिए।
पहिलो दिन घुमफिर, दोस्रो दिन हत्या भएको थियो। अभियुक्तसँगको बयान अनुसार दिपा 2 छोरी लिएर मङ्गलबार बेलुका सुजनको घरमा आएको खुल्न गएको छ। सुजन जेलबाट निस्किएपछि विगत 1 वर्ष लामो समयदेखि सम्बन्धमा रहेको बयान दिएका छन्। मङ्गलबार दिउँसो पनि दिपा र सुजन रूपन्देहीकै दानापुर तालमा घुम्न गएका थिए। त्यसपछि मङ्गलबार साँझ आफ्नै घरमा राखेका सुजनले बुधबार बिहान दिपा घरबाट निस्किन नमानेपछि हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्। घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा दिपाको टाउकोमा गहिरो चोट हुनुका साथै घाँटी रेटिएको अवस्थामा भेटिएकाले पहिले ह्यामरले टाउकोमा हानेपछि घाँटी रेटिएको उनको हत्या गरिएको प्रहरीको अनुमान छ। यसैगरी घटना सार्वजनिक हुने भएपछि अभियुक्तले 2 छोरीहरूको पनि पालैपालो घाँटीमा छुराले रेटेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुल्न गएको छ। दिपाका परिवार जेठाजु केशव ढकालका अनुसार ढकाल परिवार बुधबार हुने भान्जीको बिहेको लागि व्यस्त थिए। बिहेका लागि दिपालाई पनि बोलाइएको थियो भने त्यसैका लागि उनी बुटोल आएको हुन सक्ने परिवारको भनाइ छ। भान्जीको बिहेको लागि आएकी बुहारी सहित छोरीहरूको एका बिहानै हत्या भएको घटनाले सुन्नु परेको उनले बताएका छन्। विदेशमा रहेको भाइलाई समेत के भनेर घटनाको जानकारी गराउने केशवले भने। भान्जीको विवाहमा आएकी बुहारी घरमा नआई किन अर्कैको घरमा आएर बसिन् हामीले केही सोच्न सकेका छैनौँ। प्रहरीका अनुसार सुजन जेलबाट छुटेपछि आफूले बनाएका हस्तकलाका सामग्री घरमै बिक्री गर्न सुरु गरेका थिए। टोल छिमेकीसँग पनि राम्रो व्यवहार देखाउँथे। डिभोर्स गरेर अर्कैसँग बिहे समेत गरिसकेकी दिपा फेरि किन सुजनको घर गइन् भन्ने खुलेको छैन। उनीहरू फेरि कसरी नजिकिएर सुजनले दिपालाई कसरी आफ्नो घरमा बोलाए भन्नेबारे थप अनुसन्धान गर्न आवश्यक रहेको प्रहरी नायब उपरीक्षक राणा बताउँछन्। सुजन र दिपा सम्पर्क हुने माध्यम समेत खुलेको छैन। तर केही समय अघिदेखि बेला बेला एकजना महिला मास्क लगाएर सुजनको घरमा आउने गरेको छिमेकीहरूले बताउने गर्छन्। दिपा र छोरीहरूको हत्यापछि सुजनले बिहान घर बाहिर छिमेकीसँग गफकाफ पनि गरेका थिए। सुजनको घर नजिकैकी पद्मा राणा भन्छन्, म बिहान घर बाहिर थिएँ। सुजनले दिदी नमस्ते भने मैले के छ भाइ भन्दा ठिक छ भनेर भित्र गएका थिए। त्यसपछि म पूजा गर्न आफ्नो काममा गएँ। त्यसको केही बेरमा प्रहरी आएपछि सबै कुरा थाहा भयो। यस्तै दिपाकी दिदी मन्जु अर्यालले पनि दिपा कसरी सुजनको घरमा गइन् भन्ने आफूले बुझ्न नसकेको बताएकी छिन्। उनीहरू फेरि कसरी नजिकिए, उसले कसरी आफ्नै घरमा बोलाउन सक्यो, हामीले केही बुझ्न सकेका छैनौँ, दिदी मन्जुले भनिन्। यस्तो थियो बुटोलको ट्रिपल मर्डर केसको पुरा नालीबेली। हामीले यो खबर globalawaaz.com बाट साभार गरेका हौँ, जहाँ डिबी सुस्लिङले लेख्नु भएको थियो। तपाईँले त्यहाँ गएर पढ्न र हेर्न पनि सक्नुहुनेछ। पछिल्लो समय यो घटनाले अहिले सनसनी मचाएको छ र धेरैले सवाल उठाएका छन्, धेरैले प्रश्न गरेका छन्, धेरैलाई उत्तर चाहिएको छ किन त्यहाँ गइन् दिपा भनेर र किन त्यस्तो गर्यो त्यो मानिसले जसले यसभन्दा अगाडि आफ्नै दाइलाई हत्या गरेको थियो। एउटा हत्यारासँग फेरि दिपा किन मिल्न गइन्, किन भेट्न गइन् भनेर सबै जान्न खोजिरहेका छन्। त्यहाँका छिमेकीहरू पनि आश्चर्यचकित परेका छन्। आफ्नै दाजुको हत्या गरेको अभियोगमा उनलाई 27 पुस 2069 मा पाल्पा कारागार पुगेका सुजन 27 असार 2071 मा सिन्धुपाल्चोक कारागार सरुवा भएका थिए। 2072 को भूकम्पको बेला उनी जेलबाट भागेर पाल्पामै फर्केर लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरी पुनः पाल्पा कारागारमा राखेको थियो। 18 फागुन 2073 मा सुजनलाई भीमफेदी कारागार मकवानपुर सरुवा गरिएको थियो। भीमफेदी कारागारबाट पुनः 16 भदौ 2074 मा उनलाई लमजुङ कारागार सरुवा गरिएको थियो। भीमफेदी कारागारका प्रमुख जीवन निरोलाका अनुसार सुजनमाथि कर्तव्य ज्यान, चोरी र भागी भगाएको अथवा अरूलाई पनि भगाएको, आफू पनि भागेको गरी 3 थरी मुद्दा दर्ता थिए। सुजन पटक पटक जेल ट्रान्सफर भएको देखिन्छ। कारागारमा झैझगडा गर्ने, अरू कैदीलाई असर गर्ने गतिविधि गर्नेलाई अन्यत्र सार्ने चलन हुन्छ उनले भनेका छन्। यसरी पटक पटक भाग्ने र राम्रो आचरण पनि नभएको देखिन्छ उनीमाथि। तर संविधान दिवसको दिन सरकारले आम माफी दियो, किनकि चिनेको अथवा पावरकै भरमा यसरी उनले आम माफी पाएका थिए। त्यही आम माफीले गर्दाखेरि अहिले पूर्व पत्नी र 2 बालिकाको नृशंस हत्या गरे, जुन विभत्स हत्या भयो। यो घटनालाई तपाईँले कसरी हेर्नुहुन्छ र संविधान दिवसको दिन यसरी दिइने आम माफीलाई कसरी लिनुहुन्छ? कि हत्या गर्ने व्यक्तिहरूलाई यसरी आम माफी दिन मिल्छ त? रिगल ढकालकै केसमा नै विवादित भइसकेको सरकार फेरि पनि एकचोटि विवादित भइरहेको छ। संविधान दिवसको नाम लिएर यसरी आफ्ना आसेपासे र हत्याराहरूलाई आम माफी दिँदै हिँड्ने हो भने अब नेपालको हालत के कस्तो होला आफै सोच्नुहोस् त।